तिहारको मौका पारेर चाहिँ सबैजना गोवा घुम्ने भनेर एकदमै रेडी भयो अनि मैले पनि सबै प्यासेन्जरहरूलाई चढाएर गोवातर्फ लागे। बाटोमा यति धेरै रमाइलो भयो त्यसको त कुरै नगरौँ। गोवामा पुगेर त्यहाँको पानीमा स्विमिङ पनि गरे। साथीहरू आजको ब्लगमा चाहिँ हामी जानेवाला छौँ गोवा। अब चाहिँ तिहार पनि एकदमै नजिक आइसक्यो र सबैजना चाहिँ घुमघामको लागि एकदमै व्यस्त छन् अहिले। र आजको ट्रिपमा चाहिँ हामी गोवा जानेवाला छौँ केही प्यासेन्जरहरूलाई लिएर। अनि म चाहिँ बिहान बिहानै उठेर रेडी पनि भइसकेको छु अनि मौसम पनि एकदम बवाल छ आज। अब चाहिँ ढिला नगरिकन हामी यहाँबाट निस्किनु पर्ने हुन्छ किनकि गोवाको बाटो एकदम टाढा छ। अनि मैले पनि कुनै बक्सुदी बिना चाहिँ मेरो जखमलेलाई स्टार्ट गरेर त्यहाँबाट हिँडिसकेको छु। जे होस् 10 वर्षको ह्याप्पी एक्सपिरियन्स भएर होला गाडी त खत्रै कुदाउँछु नि। यो चाहिँ गाडीको ब्रेक नलागेर हो यो चाहिँ मैले गरेँ। त्यो त हेर्ने हो भने सरासर रुखको गल्ती हो नि त। कहाँ त्यसरी बाटोको बिचैमा आउन पाइन्छ त त्यसरी। यो मेरो गल्ती होइन रुखको गल्ती हो। आन्टी लयो जाडोमा तातो तातो मोमो खुवाउनु त भइहाल्छ नि बाबु। कति प्लेट मोमो लगाइदिनु? एक प्लेटमा 10 वटा मोमो हुन्छ भनेपछि चाहिँ 2 प्लेटमा 20 वटा हुन्छ। 20 वटा त खाइहाल्छु नि। ल आन्टी 2 प्लेट जति गरिदिनु न। भइहाल्छ नि बाबु एकछिन बस ल म रेडी गरिदिइहाल्छु। त्यसपछि चाहिँ आन्टीको तातो तातो मोमो खाएर चाहिँ म घुम्नको लागि निस्केँ। खाना चाहिँ मैदाको खाएको तर बनाएको चाहिँ आन्टीले नै हो। यहाँ हेर्नु सक्नुहुन्छ कस्तो बब्बाल भ्यू देखिएको यहाँबाट यो लेकको चाहिँ। यहाँ त 1-2 भिडियो बनायो भने त लाखौं भ्यूज पनि जान्छ होला हो। ट्राई गर्नु पर्ला। तर त्यो भन्दा अगाडि चाहिँ स्विमिङ गर्नुपर्छ भनेर चाहिँ मैले माथिको टुप्पाबाट एकैचोटि तल हाम थालेँ। पानी त एकदमै चिसो होइन चिसो थियो। पछि चाहिँ नुहाइसकेर म टिकटक बनाउन लागेँ। हेर्छु त यहाँ हाम्रो लोनाल्डो दाजु। रोनाल्डोलाई लोलान्डो अरे भाइ ठुलो कुरा गर्छस् त पड्काइदिए। यहाँबाट पर जान्छस् कि ठोकु म? लोनाल्डो भन्दै आउँदो रहेछ बाघ मुला। लोलान्डो दाजुले मलाई आफ्नो ब्लगमा त लिनु भएन तर केही छैन। म आफै ब्लग बनाएर चित्त बुझाउँछु भनेर बनाउँदै थिएँ। लोलान्डो दाजु त कति छिटो पानीमा गइसकेछन् ब्लग बनाउन। तपाईहरु पनि को लोलान्डो दाजुको बिग फ्यान हो कमेन्ट गर्नु होला।